नमस्कार नमस्कार। हजुरको नाम? मेरो नाम ध्रुव कुमार प्रसाई, प्रिन्सिपल प्रिन्सराइड बोर्डिङ स्कुल घोडागढी 1 सुखड कैलाली। यो सुखडबाट चाहिँ यो भजनी यो थारू सङ्ग्रहालयमा आउनु भएको छ विद्यार्थीहरूलाई ल्याएर। यो कुन उद्देश्यले चाहिँ यो भजनीमा आउनुभयो यो बारेमा के बताउनुहोस् न। धन्यवाद सर, प्रश्नको लागि धन्यवाद। अब सधैँ पिकनिक खाने स्पोटहरू तपाईँको टिकापुर, कोइलीताल, गोदावरी, खान्डाडा हुन्थ्यो होइन। अनि हामीले चाहिँ तपाईँको यसको सर्टकट भिडियो देखाएको थियौँ के। अनि यो आफ्नै ठाउँलाई प्रमोट गर्नु पर्यो, यसको हामी नै आइदिएन भने को आइदिने हो त बाहिरको होइन। त्यो थाहा पाएर चाहिँ हामीले ल पहिलोचोटि जस्तो जे भए पनि हामी यहाँ जाने भनेर आएको। तर यहाँ आइसकेपछि चाहिँ हामीले जस्तो थियो त्योभन्दा बढी पायौँ के। यो अपेक्षा गरेका थिएनौँ हामी। यहाँ सुखडबाट हिँड्ने बेलामा यस्तो किसिमको फेसिलिटी होला त्यो होला भन्ने किसिमको अपेक्षा गरेका थिएनौँ। तर यहाँ आइसकेपछि तपाईँहरूको बोटिङ फेसिलिटी अनि यो तपाईँको जो यो गर्नुभएको छ यो चाहिँ तपाईँको लागि धेरै राम्रो लाग्यो सर होइन। अनि अब यसमा चाहिँ यो स्थानीय सरकारले नगरपालिकाले थप यसलाई अझ राम्रो सुन्दर बनाउनका लागि के कस्तो गरिदिँदा ठिक होला जस्तो लाग्यो हजुरलाई? तपाईँको लगभग मैले यो तपाईँहरूको आयोजनाको सूचना पार्टी हेरेको थिएँ होइन। अलमोस्ट 80 लाखको बजेट रहेछ तपाईँहरूको। 80 लाखको लगभग 80 लाखको बजेट रहेछ। एउटा दुःख लाग्दो कुरो चाहिँ के हो भने तपाईँले यो बाटो अलिक घुमाउरो रहेछ क्या, त्यहाँ बोर्ड राखिदिनु भएको रहेछ होइन। बोर्ड राखिदिनु भएको रहेछ र अनि तपाईँको कोही आउने हामी आउने बेला कोही गाडीहरू क्रस हुने बेला भयो, त्यस्तो बेला भयो भने चाहिँ अलिकति रोड साँघुरो रहेछ। यो ठाउँलाई चाहिँ अब विकास गर्ने हो त्यो गर्ने हो भने रोडको एउटा सानो कन्स्ट्रक्सन त्यो गर्नु पर्यो है। अनि अर्को यतातिर अब हामी त सुखडको थियौँ, घोडागढीको थियौँ, पुगिहाल्यौँ। बाहिरको आयो भने चाहिँ प्रचार भएन क्या। प्रचार यतिको ठाउँलाई लुकाएर राखिराख्नु चाहिँ यो चाहिँ यहाँका मान्छेको, यहाँको नगरपालिकाको पदाधिकारीहरूको, यहाँको वडा अध्यक्षको, तिनीहरूको चाहिँ अलिक प्रमुख भूमिका हुनु पर्यो कि। अनि यो ताललाई पनि थोरै अलिकति एक साइडबाट मात्रै बेरबार गरेको जस्तो देखियो, अरू साइडतिर पनि त्यसलाई गर्न सक्यो भने मान्छेहरू सुरक्षित हुन्थे, तालमा डुब्दैन खस्दैन भन्ने कुरा आउँथ्यो होइन। अरू कुरो एकदम राम्रो लागेछ, सोचे भन्दा राम्रो छ यो। सुखरदेखि आएको बस्ने पिकनिक खान हामी चाहिँ। नमस्ते। नमस्ते। हजुरको नाम? कृष्ण नेउपाने। आज कहाँ आउनु भएको छ हजुर? हामी आज भजनी नगरपालिका 2 थारू सङ्ग्रहालयमा। तपाईँ त दुर्गा प्रसाई भनेर एक भाइरल मान्छे पनि है। अनि आज खासमा किन आउनु भएको छ? यो सरहरूले किन ल्याउनु भएको छ? आज चाहिँ हाम्रो स्कुलको पिकनिक रहेको छ। हामी चाहिँ प्रिन्सराइड इङ्ग्लिस बोर्डिङ स्कुल सुखड कैलालीदेखि आएका छौँ। हाम्रो चाहिँ आज प्रिन्सराइड इङ्ग्लिसदेखि सुखड कैलालीदेखि पिकनिक रहेको थियो। आज चाहिँ हामी स्कुलदेखि पिकनिक आएका छौँ। अनि कस्तो कस्तो लागिरहेको छ? राम्रै लागिरहेको छ। यहाँ चाहिँ राम्रो छ। हजुरहरू पनि आइदिनु होला। गाइजहरूलाई भन्न चाहन्छु यहाँ चाहिँ राम्रो छ। यहाँ चाहिँ बोटिङ पनि छ, अनि पछि पुल पनि छ घुम्ने। सुखरदेखि आएको बस्ने पिकनिक खान प्रिन्सराइड इङ्ग्लिस बोर्डिङ स्कुलदेखि सुखर कैलाली